बासु पौडेलज्यूलाई पनि कार्यक्रममा आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी स्थानीय कृषकहरू एउटा महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। पुनः आसन गर्न म गौतम हुनुहुन्छ, अनिश गौतम हुनुहुन्छ, विष्णु भुजेल, आनन्द श्रेष्ठ, जितबहादुर भुजेल, सौगात विक, विवश सापकोटा, टिकाराम गौतम। एउटा कृषि पर्यटनलाई जुन क्रममा यहाँ हामीसँग कार्यक्रमलाई निर्धारित समयभन्दा केही ढिलो पनि छौँ। सधैँ मेयर साहबको पनि अन्य कार्यक्रमको सेड्युलहरू पनि छ। हामीसँग केही वक्ताहरू पनि हुनुहुन्थ्यो, तर हामीले वक्ता भन्दा पनि कार्यक्रमको उद्देश्य यो जुन नेपालको पौराणिक कृषि पेसालाई कसरी अँगालिएको थियो यसलाई अहिलेको नयाँ पुस्तालाई देखाउने, आगामी पुस्तासम्म संरक्षण गर्ने र विदेशी पर्यटकहरूलाई पनि देखाउने उद्देश्यका साथ यसको मूल उद्देश्यमा हामी केन्द्रित रहन्छौँ। भाषणलाई भन्दा पनि हामी त्यतातिर लाग्ने र हामीले वक्ताहरूलाई पनि घटाएको कुरा म क्षमा माग्दै, सम्पूर्ण वक्ताहरूप्रति पनि क्षमा माग्दै कार्यक्रम हामी छुट्याउँदैछौँ। अब सधैँ मेयर साहबको मात्रै मन्तव्य छ, त्योभन्दा अगाडि हामीले कृषक सम्मान शुभारम्भ गर्दै हुनुहुन्छ। धदेराज्यूहरू आइसक्नु भएको छ अगाडि आइदिनको लागि। मञ्चमा आसीन विभिन्न मन्त्रालय, संसद जति पनि अध्यक्षज्यूहरू हुनुहुन्छ, आमा समूह, युवा समूह, टोल विकास संस्थामा भएका पर्यटन व्यवसायको तर्फबाट एकमुष्ट रूप सँगसँगै हामीले यो दोस्रो दाई महोत्सव गरिराख्दा यो कार्यक्रममाथि प्रकाश पार्ने विषयमा यो कार्यक्रम हामीले किन गरिरहेका छौँ भन्ने विषयमा पनि हामी धेरै कुराहरू जानकारी त छँदैछौँ, तर हामीले पोखरा अल सिजन, पोखरा हरेक समयको लागि, हरेक महिनाको लागि भनेर हामीले प्रचार गरिराख्दा चाहिँ यो समय भनेको पोखरामा थोरै पर्यटकहरूको आगमन पनि थोरै कम हुने र पोखरामा मात्रै नभएर हामीले पोखराको रहन सहन र यहाँका जीवनशैलीहरू पनि कस्तो हुन्छ भनेर पर्यटकलाई विश्व बजारमा देखाउनलाई पनि हामीले यो महोत्सव आयोजना गरेको। पक्कै पनि भोलिको दिनमा यो महोत्सवले विश्व बजारमा पोखरालाई एउटा पर्यटन, एउटा साहसिक पदयात्रा, एउटा ट्रेकिङको लागि मात्रै नभएर कृषि पर्यटन, एग्रो टुरिज्म र सँगसँगै यहाँको जीवनशैलीलाई र यहाँको मेला महोत्सवलाई पनि मनाउनको लागि उपयुक्त सहर हो भनेर यसले चाहिँ भोलिको दिनमा चिनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ। आज हाम्रो पछाडि देखिराख्नु भएको छ अन्नपूर्ण हिमाल, जुन संसारमा विख्यात छ। हामी चाहिँ अहिले अन्नपूर्ण रेन्ज पनि भन्छ यो विदेशीहरूले, अन्नपूर्ण हिमाल छ। अन्नपूर्ण नामै काफी छ। अन्न भनेको खाना भयो, पूर्ण भनेको भण्डार, त्यसलाई अन्नलाई भण्डार गर्ने। आज यो अन्नपूर्णको काखमा हामीले यो गरिराख्दा, हामीले साइन्टिफिकली पनि यसको एउटा रिसर्च गरिराख्दा चाहिँ यसले चाहिँ विश्वको एक तिहाई जनसङ्ख्यालाई चाहिँ अन्न चाहिँ उब्जनी दिँदो रहेछ। यसले स्वीकृत नाम छ अन्नपूर्ण भन्ने। त्यसको मिनिङ के हो भनेर पनि हामीले चाहिँ त्यसको शब्दार्थ के हो भनेर